हेलो साथीहरु, के छ तपाईहरुको हालखबर? अनि स्वागत छ मेरो च्यानलमा। आज चाहिँ हामी जाँदैछौँ पहाडतिर, मतलब तपाईको लेक साइड काफल खानालाई। अनि आजको ब्लग चाहिँ काफल खाना पहाडतिर हुनेछ। अनि आज चाहिँ देखाउँछु तपाईहरुलाई कसरी जाने बाटो, तपाईको काफल के कस्तो हुन्छन् अनि देखाउँछौँ। अनि ल हुन्छ, फेरि अब जाने तर्खमा छु। साथी चाहिँ मेरो बाहिर छ, वेट गरिरहेछ। अब म फ्रेस भएर अनि हामी लाग्यो। हामी अहिले एउटा गाउँमा छौँ, जङ्गलको पारी भन्ने एउटा गाउँ छ। मल्लो पड्के थाहा हेर्न सक्नुहुन्छ यहाँको भ्यू कस्तो छ। अहिले मोर्निङमा 7 बजे छ, 7:30 को हारारीमा भइरहेको छ। सनराइज हेर्न सक्नुहुन्छ। पहाडमा भएको एउटा गाउँ हो यो। यो चाहिँ तपाईको मोहन्याल गाउँपालिकामा पर्छ। हामी अहिले एउटा चौतारो भन्ने ठाउँमा छौँ। अब यहाँबाट तपाईको केही दूरी टाढा छ माथिको गाउँ पुग्नलाई, जहाँ हामीले जाने भनेछौँ। त्यहाँको भ्यू त असम छ, जहाँ तपाईको काफल यस्तो लेकमा हुने फलफुल पाइन्छ। सो देखाउने छु तपाईँलाई। लेट्स गो। काफल छ यहाँ, काफल खाना जाने हो। एकछिन तपाईँलाई देखाउँछु काफल यहाँ कस्तो छ भनेर। यो काफलको बुटा यहाँनिर छ काफल। यसलाई अब म टिप्छु। एउटै रहेछ यार, एउटा दाना मात्रै। लाली गुराँसको फुल। हालत खराब भएछ यो मान्छेको। काफल त यार रुखमा चढिसकेपछि मात्र देखिँदैन के। हेर, जुत्तासँग चढिरह। अहिले म यहाँ डाँडामा बसिरहेको छु। मेरो मोबाइलमा अलिकति चार्जिङ कम छ, सो अहिले पावर ब्याङ्कले चार्जिङ लगाएको छु। त्यो भिडियो पनि बनाइरहेको छु। चिसो हावा चलिरहेको छ। एकछिन रेस्ट गरौँ, त्यहाँपछि एकछिन घुम्न जानुपर्छ। सो अहिले म आएको छु डाँडा पाखामा यस्तो रमाइलो गर्नुको लागि, घुम्नको लागि। यत्तिकै चराचुरुङ्गीको आवाज महसुस गर्नुहोस् तपाईँ कस्तो आइरहेको छ। अनि एक चिज देख्नुहोस् त आएछु। यो हेर्नुहोस्, यसलाई के भन्छन्? यसलाई भन्छन् खजुरी। त यो खजुरी अहिले पाकेको छैन, सायद यो अबै पाक्छ। जेठ महिनाको लास्टतिर पाक्छ। अनि
यसको टेस्ट त अलिकता टर्रो टर्रो छ त्यसले पनि अलिकता पाकेपछि यो धेरै मिठो हुन्छ अनि यो कालो कलरको हुन्छ तपाईँको हेर्न सक्नुहुन्छ तपाईँ आमको डाँडा काँडामा रमाउनुको मजा कुनै बेग्लै हो फिल गर्नुहोस् यसलाई मैले एकछिन आराम गर्नु पर्यो साथीले घरमा छ पल्तिर तल घर छ सिधा तल त्यो आफ्नो फ्यामिलीको मेम्बरहरूलाई मिल्न गएको छ म के थाहा म हात पाएर गएन मलाई अलिकता डाँडा पाखा नै ठिक लाग्छ भनेर म चाहिँ यता यस्तो एउटा रुख सुकेको रुख छ यहाँ पल्टिरहेको छु एकछिन आराम गर्ने बसिरहेको छु सरसर हावा चलेको छ चिसो निन्द्रा लागिरहेछ चराचुरुङ्गीको आवाज डाँडा पाखा पोखरामा बस्नको आनन्द कुछ अरू नै हुन्छ सो इन्जोय गरिरहेको छु म आफ्नो टाइमलाई यसरी नै रमाइलो बनाउने सोचमा छु तपाईहरुलाई पनि देखाउँछु जो सकेसम्म जे हुन्छ तो एकछिन अझ एकछिन रेस्ट गरौँ तो अहिले हामी होटलमा बसेछौँ यहाँ होटल रहेछ सानो अहिले फेरि नास्ता गरिरहेछौँ केही छैन खासै चाउचाउ अनि अन्डा ब्रेकफास्ट तपाईलाई एउटा कुरा देखाउँछु कि यो देखिरहेछ नि यसमा माछा छन् तपाईँको एउटा गाउँको तरिका पहिलादेखि कर्णालीको माछा हो फ्रेस हुन्छ यो केरामा यसरी राख्यो भने तरिका हेर्नुहोस् Everyone, come to now काफल खान यो हेर न यो हामी चाहिँ अहिले काफलको बुट्टामा छौँ काफल देख्न सक्नुहुन्छ तपाईँ ओ काफल त बवाल रहेछ नि के भएन यसमा हेर्नुहोस् काफल खाइरहेछौँ हामी यो चाहिँ मूल बाटो हामीले पानी पिउनलाई बसेछौँ धेरै पुरानो बाटो हो यो कोही पनि यता गाउँबाट तलबाट माथि आउँदा पनि यहाँ चाहिँ बास बस्ने बास पानी भनेर नाम छ यो ठाउँको तो पानीको व्यवस्था छ यहाँ होटल पनि थियो आजभोलि चाहिँ बाटो नयाँ भन्दाखेरि होटलहरू छैनन् अहिले त अब हामी लाग्यौँ तलतिर घरतिर ओके हामी चाहिँ अहिले तल्ला बाली पुगेको छ मेन पोइन्ट हो माथि बाहुनलाई छुने बेस्ट पोइन्ट हो
बजार बन्द भएछ। त साथीहरू अहिले बजिरहेको छ 6:30। त अहिले म फ्रेस भएर बसिरहेको छु। रमाइलो भयो आजको दिन। अनि यस्तै हो, अब नेक्स्ट टुर भयो भने चाहिँ जरुर एउटा ब्लग बनाउँला। अनि जति पनि साथीहरूले हेरिराख्नु भयो यो ब्लग, त्यसको लागि धेरै धेरै धन्यवाद। त अब नेक्स्ट भिडियोमा मिलौँला। हवस् त।